ओके सो गाइज वेलकम ब्याक है हामी जाँदैछौँ आज सुल्चरको बजार हल्का तपाईँलाई देखाइदिउँ हामी निशा मोबाइल सेन्टरमा छौँ यता हाम्रो ब्रदर अमर सुनिल सर भाइजानको नाम के हो? मेरो नाम लोकमणि मगर। यहाँ आइदिनु पर्यो हाम्रो भाइको है स्पेसली हाम्रो तिहार विशेषकोमा हाम्रो भाइले धेरै छुटहरू दिइरहनु नयाँ नयाँ मोबाइलहरू है सब चिज हेर्नु सक्नुहुन्छ है चस्माहरू सर यहाँ तपाईँलाई चाहिनेहरू है टक्कै सुल्चरमा आइदिनु पर्यो है त माया गरिदिनु पर्यो हाम्रो निशा मोबाइल सेन्टरलाई। तपाईँको टिकट आइडी दाइ मेरो मेरो @गोविन्द 854 हजुर मैले हामी चाहिँ जाँदैछौँ है सुल्चरको अगाडितिर बजारतिर है तपाईँलाई देखाउँदैछु भिडियोमा रहिरहनु होला। हामी चाहिँ यो सुल्चरदेखि अलिकति अगाडि चाहिँ नदी पर्छ है त्यहाँनिर तपाईँको हामी चाहिँ रुनिबाङ एरियातिर को तलतिर नदीतिर जाने प्लानिङ हाम्रो त्यहाँ चाहिँ थोरै घुमिदिउँ टिकटक सिकटक भिडियो होइन थोरै ब्लगमा पनि भइदिउँ भनेर जाँदै स्पेसली देख्न सक्नुहुन्छ है त्यहाँ अब सब्जी बजारहरू फलफुल भिडियोमा ल्याएको छु मैले। ओहो हाम्रो होटलको नानी पनि रहेछ नि ल तल गइकन ल त अमर सरासर फेरि हामीले ग्लास पनि हाल्नु पर्ने थियो अगाडि मोबाइलमा हामीले निशा मोबाइल सेन्टरमा पाएनौँ है सुनेश्वरकोलाई अमर चाहिँ उता थोरै फेन्सिङको काम छ भनेको थियो र हामी थोरै यहाँ ग्लासको लागि सोध्दैछ को हुनुहुन्छ है पसलमा पनि खै कोही पनि रहेनछ भाउजू आउनुभएको जस्तो देखिन्छ। त्यसपछि हामी लाग्दैछौँ स्पेसली रुनिबाङ एरिया है त्यो घरहरू भयो जाँदैछ त्यो एरियातिर खोलातिर यस्तो यस्तो नखिचौँ जाम त्यो खोलामा मस्त बनाउँला भोलि त तिम्रो 10 भिल्ला हेरेर जाउँ न टिकटकले यहाँ ट्याक्क भइदिउँ न भोलि आठ नजामला सुनिल सरले सपिङ गरेको एरिया रुनिबाङ एरिया हेलो गाइज अब जाँदैछ हामी उता खोलातिर जाने हाम्रो प्लानिङ भएको छ। हामी जाँदैछौँ दुईजना दोस्तीहरू चाहिँ अगाडि जानुभएको छ है सुनिल सर अमर है देख्न सक्नुहुन्छ यो खोला चाहिँ म फर्स्ट टाइम ठ्याक्कै थाहा भएन कताबाट आएको उता त्यो उताकोदेखि चाहिँ रुनिबाङतिर भयो थबाङतिरबाट आएको जस्तो लाग्छ मलाई है त्यतै पर्छ जलजला भन्ने मन्दिर धेरै नै भाइरल छ रोल्पामा हेर्न सक्छ हामी जाँदैछौँ नजारा देख्न सक्नुहुन्छ है घर वरिपरि पहाडै पहाड यहाँको सुन्दरी कान्छीहरू त्यो चाहिँ सुल्चरको ठुलो यो बजारहरू यहाँ पछाडिबाट देखिरहेको छ देख्न सक्नुहुन्छ। त्यो भिडियोलाई मैले पहिले नै अलिकति क्याप्चर गरिसकेको छु। पसलमा को हुनुहुन्छ यहाँको पसल को हुन्छ हामी जाँदैछौँ हाम्रा छोरीले केही किन्दै हुनुहुन्छ है ल भाइ गिटार बजाइदियो त्यहीँ जानुपर्छ है त ल बाबा हेलो भनिदियो हेलो जाँदैछ थोरै अगाडि है कहाँ गयो अमर खोला जाने भनेको लेट हुन लाग्यो घाम डुब्न लाग्छ यहाँ त छिटो है पहाडले गर्दाखेरि छिटो बुझिहाल्यो। त्यो चाहिँ ग्यारेजको लाइन रहेछ ब्रोकर ग्यारेजको लाइन तलपट्टि यो देख्न सकिन्छ नजारा मौसम क्लियर छ यहाँको चिसो ठिकै छ दाङमानमा चाहिँ अलिकति थोरै बेसी नै हुन्छ हल्का चिसो बढेको छ साँझमा बिहान साँझ अनि दिउँसोको टेम्परेचर ठिकै छ है। हेलो फाइनली गाइस हामी आइयो है नदीमा आइपुग्यौँ यहाँ ढुङ्गा हान्दैछ हाम्रो दोस्तले बस्नु ग्याद आएछ हाम्रो ब्लगर हुनुहुन्छ सुनिल सर है त साइडमा क्यामेरा सामना सुटिङ भइरहेछ नजारा मस्त छ है साइडमा रुनिबाङ बिचमा खोलाहरू है पहाडहरू हल्का घाम डुबेको डाँडामा है ट्याक्क घाम
मस्तको ठाउँ चाहिँ आउन सक्नुहुन्छ घुमघाम गर्न। हावापानी पनि बेस्ट छ यहाँको है, बेस्ट छ है। हामी सानो थोरै यहाँ टिकटक सिकटक बनाएर भिडियो बनाएर है हामी अब निस्किने क्रममा छौँ। ठिक छ है त, अब मुङदिनी कार्यक्रम पनि चलिरहेको छ। ल हाम्रो ब्लगरले पनि ल्याउँदैछन् एसएमएसहरूले पनि आफ्नो भिडियोमा। हामी अलिकति थोरै माथि आएका छौँ। यहाँ ग्राउन्ड हेर्न सक्नुहुन्छ तपाईँ। यहाँ रोल्पाली भाइहरू है छन्, हाम्रा रोल्पाका भाइहरू गेम खेल्दै थिए। यता रुनिबाङ पनि देख्न सक्नुहुन्थ्यो। रोल्पाका यता मेस्सी, रोनाल्डो, नेमार भाइहरू खेल्दैछन्। हेर्न सक्नुहुन्छ रुनिबाङको सिनहरू, मस्त बादल सिनहरू है, मस्त गरिदिएको छ मौसमहरू पनि। यहाँ कस्तो खतरा देखिएको सिन पछाडिको ब्याकग्राउन्ड है। सर थोरै भिडियोमा रहिरहनु होला। ल खतरा खेल्ने रहेछ नि त केटाहरू, के हो यार, आज 5-6 जना मात्रै, हिजो त धेरै थियो त है। ल मिनी स्ट्यागर भाइ लजाहान टाइगर के भन्यो है नामहरू पनि भाइले। ल या ऱ्यापर भाइ या हाम्रो यो नानी थोरै भाइहरूलाई भिडियोमा क्याप्चर गरेर हामी रोल्पाली भाइहरूलाई हामी निस्किन्छौँ। बिस्तारै माथितिर जानु छ हाम्रो, कोठातिर फर्किनु छ। विशेष अलि थोरै काम पनि छ हाम्रो आज कोठातिर। ल भाइ हामी अब माथि नै आइपुग्यो, रोडतिर जाँदैछौँ। हाम्रो भाइ हुनुहुन्थ्यो जादु हेरेको भाइले चाहिँ हेलो भनिदिरहेको थियो बड्डा है, हेरिरहेछन् भाइले। हाम्रो अमर दाजु लिँदैछ चट्टाला सोल्जरको पछाडिको नदर है, यो एड गरेको थिएन मैले भिडियोमा। गोदामको लाइनहरू छ, छ हाइलाइट बिल्डिङ अर्को त्यो रोल्पा पनि डेभलपमेन्ट भइरहेको। खसी खाने त त्यही भाइ खसी फ्रेस हाउसमा आउनु होला है। ल माग्छौँ, ल धान सान काटेर पनि ल आइसकेछ बोलेर, हाम्रोतिर पनि भइरह होला है खेतीपाती है। आफू त यता आइया घुम्न काम प्लस त्यही त चियरला है। ल फलफुलहरू कस्तो देख्न सक्नुहुन्छ तपाईँ। चाहिँ कुरालाई किराना फलफुल सेन्टरहरू हेर्न सक्नुहुन्छ त नजारा पुरै साह्रो भन्छ। सक्नुहुन्छ नजारा यही है। फ्युचरको फाइनल मगर होटल है। यताबाट चाहिँ हामी अगाडि लाग्नु पर्ने भिडियो एडिट गरिसकेको छु तपाईँहरूलाई। रम्ने हामी जाने भन्दा अघि है जाने रमाउनु सरै हुन्छ भने आज पुरै रोलवाला पुरै भलकमा ल्याइदिनु पऱ्यो कि के छ फ्री फायर हो। अब हामी चाहिँ रुमतिर लाग्दै है त। फाइनली अगाडि हामी जाँदैछौँ। यो सिलचरको बिचको गल्लीहरू छ, यहाँदेखि हामी अगाडि गएर त्यो व्हाइट हाउस टाइपको घर देखेपछि हामी चाहिँ त्यहाँबाट दाहिने मोड्नु पर्ने हुन्छ। थोरै त्यहाँ काम पनि छ हाम्रो, त्यहाँ किन्नुपर्ने पनि छ। हुन्छ त गाइस, आजको भ्लग कस्तो लाग्यो लाइक सब्सक्राइब फलो गर्न नभुल्नु होला। जसरी माया गराउनुमा त्यस्तै भिडियोलाई लाइक गर्दै गर्नु होला। आजको भ्लग यति नै है त।